चाहिँ नि हाम्रो ढाबामा ड्रागन फ्रुटको खेती किसान गरिराख्नु भएको छ। यहाँ दुईजना पावरफुल भाइहरू एकदम जोजारो युवाहरू उहाँहरूले चाहिँ नि अब देश विकास भनेको यसरी गर्नु पर्दो रहेछ। युवाहरूबाट नै आएको छ। हाम्रो भाइको खेत हो, पर घर देखाइन्छ। हाम्रो भाइको घर त्यता माछा पालन त्यहाँ पोखरी छन्, पर देखिएको घरको त्यता देखिएको घर हाम्रो भाइको घर हो। यो चाहिँ नि लगभग 6.5 कट्ठा ड्रागन फ्रुट लगाइएको छ। उतापट्टि सुपारीको बोटहरू सबै छ नि यस्तै सुपारीको बोट पनि कोइली सबै यस्तै छ। सट्टा रमाइलो धान के अरे रोपी धान रोपाइ भइसक्यो। यता मेरो खेतपट्टि पनि धान रोपिसक्यो अहिले चाहिँ। अब यो ठाउँमा बर्खे धान चाहिँ हामीले लगाइसक्यो भन्दा भयो। हेर्दा हेर्दा हरियाली भइसक्यो यो ठाउँ चाहिँ होइन। अनि पाखा पखेरुमा चाहिँ नि जुत्ने आफ्नो चाहिँ के अरे नारीको युज गर्ने चाहिँ बलको युज गर्ने भाइहरू यहाँ चाहिँ नि तपाईँहरूले देखिराख्नु भएको छ। ड्रागन फ्रुटको चाहिँ काम यस्तो गर्नुपर्दो यसरी गर्नुपर्दो रहेछ। हामीलाई थाहा थिएन, तर अब यहाँ देखियो नयाँ नयाँ प्रविधिहरू चाहिँ नि आउँदैछ भित्री नेपालमा। र हाम्रो अब यो चाहिँ नि हाम्रो देश पनि पक्कै पनि अब कृषि प्रधान हुन्छ। हरियाली गाउँ बस्ती कति रमाइलो हर्ष उमङ्गले एकदम गदगदी। यतापट्टि गाईगोठ, अब यहाँ झन् भेडीगोठ चाहिँ छैन, गाईगोठ र भैँसीगोठ चाहिँ छ। त्यो गाई पनि रहेछ त्यहाँ होइन। ल यस्तै छ। हजुरहरूलाई मन पर्यो भनेदेखि लाइक र सब्सक्राइब गरिदिनु होला। नमस्ते, धन्यवाद। ल बाई बाई।